ल गाइस म फाइनली मेरो होम ग्राउन्ड आइसकेँ। तपाईँलाई यहाँको अब बनिरहेको छ रङ्गशाला हो। अब यो लगभग 1 वर्ष नयाँ वर्षसम्म बनिसक्छ भन्ने हल्ला छ। यहाँ रोड बनाइरहेछ हैन। तपाईँले चाहिँ हाम्रो यो भिडियो हेरेर हाम्रो क्लबलाई अथवा मलाई मेरो च्यानललाई चाहिँ धेरैभन्दा धेरै माया गरिदिनु पर्ने हुन्छ है गाइस। ल तपाईँलाई अब ग्राउन्डको सिन देखाउँछु। ल वडा कपको लागि तयारीमा हामी लागिरहेका छौँ। ल केटाहरू सबैजना जम्मा हुँदैछन्। केटाहरू यस्तो छन् है। शिव साथी के छ त? ए शिव साथीमा हामीले त्यतिकै केटाहरू सबै एकजुट भएर कहिले पनि छान्नु हुँदैन क्या। हामीले वडावास बोलाउनै पर्छ हामीले, बुझ्यो? कुकुर पनि उतै भयो त चेरिङ गर्न आएको कुकुर। ए म घर लिएर हिँड्नै जान्न। त्यो फुच्चिउने आइरहेको ओ भाइ उता गएर खेल न। बुझाएर भन्न Stop.